वेलकम टु माई च्यानल वन्स अगेन। र तपाईँहरूले योभन्दा अघिल्लो ब्लगमा हेर्नुभयो कि म काठमाडौँबाट कसरी दुवा आइपुगेँ, दुवाबाट कसरी लन्डन आइपुगेँ भन्ने कुरा। अब चाहिँ नि अबको मेरो ब्लग भनौँ क्लिप्सहरूमा चाहिँ लाइक यहाँनिरको हावापानीहरू ठाउँहरू कस्तो छ भने देखाउँछु। अब भिडियोको सुरुवात भयो है गाइस। मैले भने जस्तै म उताबाट लन्डन फर्केपछि म बाबाले यसरी स्वागत गर्नुभयो खाता लगाइदिएर होइन। उहाँबाट मैले आशीर्वाद पनि लिएँ, धेरै नै खुसी थिएँ म। फर्स्ट टाइम एब्रोड अनि यसरी बाबाले स्वागत गर्नुभएको थियो, जुन मेरो लागि एकदमै खुसीको कुरा थियो होइन। अनि त्यस पछाडि बाबाले त्यो पत्रहरू दिनुभयो, मैले राखेँ, म खुसी भएँ। त्यसपछि फेरि आमाको पाला थियो, आमाले मलाई त्यसरी नै खुसी भएर मलाई त्यसरी नै खाना लगाइदिनु भयो आमाले पनि होइन। अनि यसरी आमाले खाना लगाइदिनु सकेपछि म धेरै नै खुसी थिएँ, झन् खुसी भएँ। अनि त्यही हो, अब आमाबाट पनि मैले आशीर्वाद लिएँ। आशीर्वाद लिइसकेपछि आमाले मलाई के भन्छ दुध खुवाएर हाम्रो डोसी भन्छ त्यस्तो गरिदिनु भयो, त्यस्तो राख्नुभयो। अनि बाबाले फलफुलहरू दिनुभयो। आई वाज ह्याप्पी अनि एकदम खुसी थियो। अनि त्यही हो, बाबाले अझै फलफुल राखिदिनु भयो। जस रमाइलो थियो, कुराकानी भयो। आमाले अर्को सघाउ पनि दिनुभयो, मैले एकदम खुसी भएर त्यसलाई लिएँ, अर्पण गरेँ। अनि यसरी नै मैले फेरि बाबालाई पनि मैले केही कोसी दिएँ भनौँ न, त्यस्तो गाएर दिएँ। बाबा खुसी हुनुहुन्थ्यो, आमालाई पनि दिएँ। अनि खुसी थियौँ, सबैजना खुसी भयौँ। त्यसपछि के भयो भने त्यसपछि एकछिन चट्ट म मेरो जानु र सासूआमासँग बसेँ, आमासँग होइन। कुराकानी गरेर एकछिन यसो सबैजना कुराकानी गरेर बस्यौँ। त्यही हो, कुराकानी गऱ्यौँ होइन, डल्लो डल्लो हेरेर रमाइलो भयो। एल्डर सर्ट ए यत्रो अग्लो अग्लो बिल्डिङ, नेट वेस्ट अहिले चाहिँ नेट वेस्ट आइपुग्यो। जस्तै हो, यस्तै हुन्छ अहिले। ए त्यो विलिङटन सेन्टर हो, यो चाहिँ एएम रेस्टुरेन्ट। ए यो चाहिँ एएम रेस्टुरेन्ट हो। हङकङको सिन पिक्चर हो त्यो उता। ए हङकङ ठिक छ है, सफा छ, त्यही हो ठिक छ। घाम यो चाहिँ युके एल्डर सर्टभित्रको सुपर मार्केट छ। ब्रिटिस हेड फाउन्डेसन, म्याकडोनल्ड्सहरू है, चाहिँ म्युनिसिपल गार्डनमा। भने आएर बस्यो भने ए शीतल हुन्छ। On the way to the Ramit Dhara. Ramit डाँडा ठिक छ। जङ्गल जङ्गल यार जङ्गल। तेरो राष्ट्रपतिले चाहिँ बस्नु नदिए त्यहाँ होइन। पोखरी तल है ठिक छ। Come back this way.
आकाश बादल त यस्तो नजिकै यस्तो यहाँसम्म आइसकेपछि पानी त छुन परिहाल्यो चिसो छ पानी Awesome, दामी बाबा ल त्यो कुकुर त पुरा पौडी खेल्दै ल त्यहाँ बाटोमा पुगिसक्यो यता बोलाउँदैन नि त यस्तो त ए अघि हामीले खिचेको उताबाट है त्यो अघि कुकुरहरू पौडी खेल्दाखेरि अघि चाहिँ सबै एकदम सम्म छ हेलो नमस्ते Very good. Thank you. सही है सही है विलिङटन बिल्डिङ होइन त्यो अब यही विलिङटन बिल्डिङबाट आएको बाबा हुन्छ यहाँनिर अनि नेपालमा त पाहाडै पाहाड हुन्थ्यो यहाँ चाहिँ सम्म हो त्यो चाहिँ एयरपोर्ट फन्डे एयरपोर्ट यस्तो बस्ने ठाउँ छ यहाँ चिसा हुन्छ बराती टुङ्गे अनि दमदम जस्तो ताता भयो त्यही गाइस निलो आकाश सब्जी बजार यो चाहिँ बिहिबार र शनिबार मात्रै लाग्दो रहेछ है एल्डरसटको सब्जी बजार पानी पुगेको छ यो के सबै पाउनुहुन्छ करेला भिन्डी यो चाहिँ मोरिसन यो चाहिँ एकदम खतरा होटेल 8 महिनामा बनेको होइन बाबा आकाशमा चाहिँ यस्तो चाहिँ के यो उडिरहेको छ बाबा त्यो प्लेन हो कि के उडिरहेको छ त्यो जहिले पनि सही हो ट्राफिक पुलिसहरू चाहिँ हुँदै हुँदैन क्या यता ट्राफिक पुलिसहरू चाहिँ हुँदै हुँदैन क्या यस्तो भएपछि जाम पनि हुँदैन यस्तो हुन्छ टिकटकमा यी सुपर स्टोर बिल्डिङ 1 2 3 4 5 यहाँ पनि देखाऊ है मोरिसन कार्ड यस्तो हुन्छ यो डिस्काउन्ट कार्ड हो यस 10% डिस्काउन्ट Morrisons since 1899 यस्तो माथि चाहिँ बाटो यो चाहिँ टनल है ठ्याक्कै मोरिसन्सबाट भित्र आउने टनल यस्तो छ यहाँ चाहिँ ओके नाइस सब पिजर बाटो डेभलप नि हो त्यसमा चाहिँ कपडाहरू राख्न पर्यो भने पुरानो कपडाहरू राख्ने ठाउँ ए अच्छा अच्छा अनलाइन गरेर गऱ्यो भने यिनीहरू सामान लिन ए यिनीहरूले अर्डर गरेको यहाँ आएर बस्छ ए अनलाइन गरेर कोही यहाँ लिन आउँछ नि कोही यहाँ लिन आउँछ त कोही चाहिँ घरमै पुर्याउँछ नि कहिले चाहिँ घरमै डेलिभरी पनि गर्छ
कतै त्यसको टेस्को ल टेस्को बादल चाहिँ नहुँदै जस्तो फेरि एक्सरे गर्छ यो लेडिजहरूको लागि ब्रेस्ट मेकुला ब्रेस्ट चेक गर्छ ब्रेस्टमा क्यान्सर भयो भने ठिक छ सही युकेको ग्रोसरी नेपालको सुपर मार्केट भने जस्तै युकेको चाहिँ यस्तो ठुलो हुन्छ लिफ्टबाट होइन यो आएको लिफ्टबाट होइन आएको अर्को सुपर मार्केट यहाँ छ प्रायः नेपालीहरू पनि देखेँ मैले होइन कत्रो ठुलो मार्केट हुने जे पनि पाइने ले यो केही किन्न आउनु पऱ्यो नि यहाँनिर रहेछ अब सेक्युरिटी गार्ड दाइ हाम्रै नेपाली दाइ रहेछ ठिकै छ when it's gone यो चाहिँ यो चाहिँ फिमल यस्तो छ युकेको फिमल ल यहाँ चाहिँ अब क्रोसन खाने हो नि यहाँ चाहिँ यो चाहिँ एल्डरसट जाँदै गरेको बाटो दुईटाले बसमा चढ्यो बाटो चाहिँ यस्तो सफा हुन्छ क्या नेपालको यतापट्टि घरहरू बस स्टप यहाँ हुन्छ स्टप भयो फ्यामिली डिनर बाबा आमा जानु जाँदै चट्ट म्युजिकको साथमा हेर्न रहेछ टमटम मनपर्छ त्यो नखाएको चाहिँ टेस्ट हुने हो क्या हुन्छ कि हुन्छ क्यों आफा ल चट्ट लाग्यो सफा छ त्यो ठाउँ राम्रो छ डेभलप कन्ट्री हो राम्रै छ त्यही हो इन्जोय गर्नुहोस् आफ्नो लाइफ होइन स्वस्थ रहनुहोस् खुसी रहनुहोस् जय नेपाल